ओम विश्वानि देव सवितर दुरितानि पराशुभ जद्भद्रं तन्नाशुभ। ओम जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्ते। आदरणीय दर्शक महानुभावहरू, वैदिक न्यूज च्यानलको माध्यमबाट तपाईहरुलाई हार्दिक नमस्कार। म वासुदेव किरण शास्त्रीको हामी चर्चा गरेका छौं दशैं विषयमा। टीकाको महत्व छ, बडो महत्व छ। यसपल्ट टीकाको साहित्य 11:53 छ। टीका लगाइदिने व्यक्ति पूर्व फर्किने, टीका लाउने मान्छे पश्चिम फर्किने विधान गरिएको छ शास्त्रमा। तन्त्रमा पनि त्यसको विधान गरिएको छ। साथसाथै त्यसमा टीका लाउँदाखेरि जमरा लाउने, पहिले कुल देवतालाई पूजा गर्ने, पहिले स्थानीय देवतालाई पूजा गर्ने। हाम्रो सनातन संस्कृतिमा राजाको परम्परा छ, राजाको टीको उठाउनु पर्छ। घरमा राजा, जो हाम्रो शास्त्रले राष्ट्रपति चिन्दैन, शास्त्रले राजा चिन्छ। शास्त्र राजा कसरी चिन्छ भने तपाईको पुराणमा 18 पुराण, 18 उपपुराण, 4 वेद उपवेदमा त्यहाँ राजा तपाई निकाल्दिनुहोस् त, तपाईको परम्परा रहँदैन, तपाईको सभ्यता रहँदैन, तपाईको संस्कृति रहँदैन। त्यसकारणले भोजन गर्दाखेरि पनि अप्सानी हाल्छौं। त्यो 3वटा भूपतये स्वाहा, भुवनपतये स्वाहा, भूतानांपतये स्वाहा भन्छौं। त्यसको आशय के हो? भूपति राजालाई 1 घाँस, पितृलाई 1 घाँस, देवताहरूलाई 1 घाँस, 3 घाँस चढाइन्छ। त्यसकारणले गर्दा 3 घाँस चढाउनुको आशा, जल चढाउनुको आशय, भगवानलाई चढाउनुको आशय, देवतालाई अन्न, सारा देवी देवतालाई चढाउनुको आशय पनि त्यही हो। अप्सानी हालेर खाने परम्परा छ, अहिले चढाउने परम्परा छ। पितृलाई, देवतालाई, राजालाई चढाएर मात्र भोजन गर्ने यो विधान हाम्रो हो, परम्परा। त्यसकारण यहाँबाट राजा निक्लिन सक्दैन। त्यति मात्र होइन, यदि पुराणबाट तपाईको राजा परीक्षितको कथा सुनाउनुहुन्छ, परीक्षितको कथा निकाल्दिनुहोस् त के हुन्छ? वेदबाट तपाईले ईश्वरको आदि गरेका राजाको कथा निकाल्नुहोस्, हरिचन्द्र राजाको कथा निकाल्दिनुहोस्, भगवान राजा रामको कथा निकाल्दिनुहोस्, कृष्णको कथा निकाल्दिनुहोस्। त्यहाँ सारा कथामा राजा छन्, देवता छन्, विष्णु, विशेष गरेर विष्णु पिता आदि गरेका यत्र वीर योद्धाहरूको कथा छ। महाभारतमा कथा छ, पुराणमा कथाहरू छन्। त्यहाँ राजो वाचा छ, देव्यो वाचा छ, ईश्वरो वाचा छ, गन्धर्व वाचा छ। यसको आशय के हो? देवता राजा सबै एक अर्काका परिपूर्ण सनातन संस्कृतिका मूल आशय नै हुन्। तसर्थ हामीले जीवनमा सनातन संस्कृति, सभ्यता र मौलिक मूल्य, मान्यता र परम्परालाई हामीले यदि अनुसरण गर्नु छ भने हामी जीवनमा सार्थक जीवन हामीले यापन गर्नुपर्छ, सहज जीवन अगाडि बढाउनुपर्छ, अनि मात्र हामीले सुख शान्ति समृद्धि प्राप्त गर्न सक्छौं। त्यसकारणले आदरणीय दर्शकवृन्द, यो दशैंको टीकाको दिन 9 दिन त नवरात्रको पूजा गरियो, हामीले 9 दिन भिन्न भिन्न देवीहरूको पूजा गरियो। अब सिद्धिदात्रीको पूजा गरिसक्यो, सिद्धि प्राप्त भयो, त्यसपछि गर्ने के? विजय प्राप्त गर्ने। सबैमाथि, काममाथि, क्रोधमाथि, लोभ, मोह, मद, मात्सर्य, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि, अष्टांग योगको साधना गर्ने। त्यो अष्टांग योगको साधना गर्ने विधान हाम्रो शास्त्रमा रहेको छ। अष्टांग योग, त्यो अष्टांग योगको साधना गर्दै गर्दै उठेर नै साधक उच्चतम स्थितिमा, उच्च आसनमा पुग्दछ। त्यसका साथै विजया भगवती पूजा गरेर दशैंको टीको उठाइन्छ, जमरा लगाइन्छ, दुबो, गोबर र विशेष गरेर मूल ढोकामा, पूजा कोठामा, भिन्न भिन्न ठाउँमा गोबर किन लगाइन्छ भन्दा गोबर पवित्र गाई, हामी सनातनीहरूले गाईको महत्व छ। त्यसकारणले गोबर राखेर त्यहाँ रातो टीको लगाइन्छ, जमरा लगाइन्छ, पैसा पनि टाँसिन्छ, त्यो त छाप हो नि। त्यसका साथसाथै दियो पनि राखिन्छ, जमरा राखेर मन्त्र पढिन्छ। देहली विनायकाय नमः, देहली विनायकलाई नमस्कार छ। अर्ध देहली विनायकाय नमः, ऊर्ध्व देहली विनायकाय नमः भनेर विनायकको पूजा गरिन्छ। गणानान्त, गणपति आदि गरेका मन्त्रहरूले गणपतिको स्तुति गरिन्छ। त्यहाँ गौरी र गणेशको आह्वान गरिन्छ। त्यो गौरीको पूजा गरिन्छ, त्यो गोबरमा गणेशको पूजा गरिन्छ, किनभने कुनै पनि विघ्न बाधा नआओस् भनेर। त्यसका साथसाथै त्यहाँ द्वार पूजा गरिसकेपछि फेरि दियो, कलश, गणेश पूजा गर्ने, दियोको पूजा गर्ने, कलशको पूजा गर्ने, गणेशको पूजा गर्ने, कुलदेवता, कुलदेवी सबैको पूजा गरेर नवदुर्गा भवानीको पूजा गरेर त्यसै भगवती पूजा प्रसादको रूपमा तपाईले रातो टीका लाउनुहुन्छ, सेतो टीका लाउनुहुन्छ र विशेष कालो टीका लाउनुहुन्छ। कुन प्रकार टीकाहरू लाउनु? यदि तान्त्रिक साधना गर्नुहुन्छ भने तपाईँ कालो भैरव र भैरवी साधना गर्ने कालो टीका पनि लाउँछ। त्यसमा के दोष छ? कसैलाई अहिले दशैं बहिष्कार भन्दै कालो टीका लाएर हिँड्छन्। बिचारा मूर्खहरूलाई केही थाहा छैन। कालो टीका त भैरव र भैरवी किन दशैं बहिष्कार भन्दै कालो टीका लाउनु? म भैरवको उपासक भन्दा आयो भइहाल्यो नि। त्यो बडा अचम्म छ। दशैं बहिष्कार भन्दै कालो मसो, आफ्नै अनुहारमा कालो मसो जलेर मान्छेहरू बाहिर निक्लिन्छन्। त्यो देख्दा बडा दया लाग्छ। अज्ञानता, मूर्खता, ती व्यक्तिहरूको मूर्खता देखेर हाँसो उठ्छ। दर्शक, म भैरवको उपासक, भैरवी र भैरव कालीको उपासक हुँ, यसकारणले म कालो टीका लाउँछु भन्दै आयो भइहाल्यो नि। किन म कालो दलेर विरोध गर्छु दशैंको भन्दै आउनु? सेतो टीका शान्तिको प्रतीक हो, समृद्धिको प्रतीक हो। सेतो टीका, रातो टीका सौभाग्य, पुरुषार्थ, साहसको प्रतीक हो।
त्यसकारणले तपाईँ टीका लाउन स्वतन्त्र हुनुहुन्छ। तर नव दुर्गा भवानीको रातो रङ भएको हुनाले रातो साहस शौर्यता पुरुषार्थको प्रतीक मानिन्छ रातो टीका। त्यो टीका लाउने, जमरा लगाउने, शान्ति र जमरा लगाएर आनन्दको अनुभूति गर्ने र साथसाथै जमरा टीका लगाएर भगवतीको पराम्बाको स्तुति प्रार्थना गर्ने। त्यो प्रार्थना गरिसकेपछि हाम्रो जीवनमा सबै प्रकारले सुख शान्ति समृद्धि प्राप्त होस् भनेर प्रार्थना गर्ने। त्यसपछि त्यसमा मन्त्र भनिन्छ। पुरुषले लाउँदा मन्त्र भनिन्छ आयु द्रोण सुते श्रीयो दशरथे शत्रु सैन्द्र गवे। भनेको के हो? आयु द्रोण सुते, आयु चाहिँ द्रोणका पुत्रको जस्तो, अश्वत्थामाको जस्तो होस्। त्यो कहिले पनि अश्वत्थामा बलिरहेको छ, हनुमश्च विभीषण भनेर भनिन्छ। अष्टचिरञ्जीवहरू कहिले पनि समाप्त हुँदैन, धरती उहाँहरू अहिले पनि जिर्दैछन्, जीवित छन् भनिन्छ सनातन संस्कृतिले। अश्वत्थामा बलि, व्यास, हनुमान, कृपाचार्य आदि सबै जीवित हुनुहुन्छ भनेपछि उहाँहरू जस्तो तपाईँको आयु प्राप्त होस्, दीर्घायु प्राप्त होस्। र विशेष अष्टचिरञ्जीवीले तपाईँ कल्याण गरून् भनिन्छ। दशरथ राजाको जस्तो श्री प्राप्त होस्, शत्रुहरू दमन गर्नमा भगवान रामको जस्तो पुरुषार्थ र पौरखा तपाईँमा मिलोस्। ऐश्वर्य नहोस्को वस्तु, ऐश्वर्य सुख शान्ति समृद्धि कुबेरको जस्तो होस् तपाईँलाई। बलधर विशेष गरेर बलवानको जस्तो तपाईँमा शक्ति आओस्, बलधरको जस्तो शक्ति आओस्। बलधर भनेको बलरामको जस्तो शक्ति तपाईँमा होस्। विज्ञान र ज्ञान, विज्ञान र चतुरतामा तपाईँको विदुर जस्तो होस्। पवनको जस्तो, विशेष गरेर वायुको जस्तो तीव्र गति होस् तपाईँको साधनामा, आर्थिक र सामाजिक सबै प्रकार चिन्तनमा तपाईँ त्यो खालको अवस्था निर्माण होस्। यसको साथै सुख शान्ति समृद्धि तपाईँलाई प्राप्त होस् भनेर कति दिव्य छ। यसका साथै यो परम्परा जुन छ टीका लाउँदा भन्ने, र नारी जातिलाई सौभाग्यको प्रतीक देही सौभाग्यम आरोग्यम देहीमै परमं सुखम स्वस्ति स्तुते कुशलमस्तु चिरायु वस्तु भनिन्छ। तिमीलाई स्वस्थ होस्, कुशल हो, तिम्रो घर गृहस्थ राम्ररी चलोस्, सन्तति बालबच्चाहरू हुन्, सौभाग्यवती बन। एकजनाले सोध्नु भएको थियो पत्रकार मित्रले, महिलालाई दिने आशीर्वाद भिन्न, पुरुषलाई आशीर्वाद दिने भिन्न, किन त आशीर्वाद भिन्न भन्दाखेरि महिलालाई तिमी पुत्रवती भयो भन्छ, छोरालाई कुनै लोग्ने मान्छेले गर्भ धारण गरेर सन्तान जन्माऊ भन्न आशीर्वाद दिन सकिन्छ? पुरुषले पनि गर्भ धारण गर्छ। पुरुषले प्रकृतिको सन्तुलन हो। त्यसकारणले महिलालाई दिने एउटा जुन परम्परा छ, उनको शारीरिक बनावट छ, तिम्रो शरीर सुन्दर होस्। तिमी कुनै पुरुषलाई तिमी सोह्र श्रृङ्गार गर भन्नु कस्तो त्यो भद्दा लाग्छ। सोह्र श्रृङ्गारले युक्त बन भनेर त्यहाँ मन्त्रले भनिरहेको छ। तिमी सोह्र श्रृङ्गार गर, सन्तति र सुस्वास्थ्य बन, तिम्रो सम्पूर्ण जीवन सुखमय बनोस् भनेर महिलाले दिने, नारी शक्तिलाई मातृशक्तिले दिने मन्त्र भिन्न छ, पुरुष शक्तिलाई दिने। दुईटैलाई त्यो आयुद्रोण सुते भन्ने दिए हुन्छ, त्यसमा फरक पर्दैन। यो सामर्थ्य सबैलाई छ, तर केही मन्त्रहरू यस्ता छन् जो आमालाई नारी शक्तिलाई मात्र दिने मन्त्र छन्। तिमी 32 श्रृङ्गारले युक्त, 32 लक्षणले युक्त बन, तिमी 16 श्रृङ्गार गर, तिमीले सन्तान प्रजनन शक्ति, तिमीलाई प्रजननको शक्ति तिमीले प्राप्त गर। त्यो सारा भावहरू आउँछ। त्यो सारा भावहरू जुन आउँछ, सबै प्रकारको श्रृङ्गार तिमीले गर भनिसकेपछि त्यो श्रृङ्गार तिमीमा आओस्, त्यो आनन्द तिमीमा आओस्, त्यो आत्मीयता तिमीमा आओस्, प्रेम मैत्री करुणाको भाव तिमीमा विस्तार होस् भनेर भनिन्छ। त्यसकारणले सबैलाई दिने मङ्गला जयन्ती मङ्गला काली भद्रकाली कपालिनी, ती सबै देवीले तिम्रो रक्षा गरून्, तिमीलाई कृपा गरून् भनेर भनिन्छ। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा। सबै देवी शक्तिले तिमीलाई कृपा गरून्, आशीर्वाद प्रदान गरून् भनेर भनिन्छ। त्यसकारण यो दिव्य भाव, यो दिव्य आभा, दिव्य तेज, जीवनको दिव्यता वास्तवमा अलौकिक छ, आभायुक्त छ, साधनामय छ। त्यसकारण हामी साधनाको पथमा अगाडि बढौँ, उन्नतिको पथमा अगाडि बढौँ, समृद्धिको पथमा हामी अगाडि बढौँ, सबै मिलेर अगाडि बढौँ, अनि मात्र जीवन सार्थक बन्छ। विजयादशमीको दशैंको टीका विशेष गरेर मध्याह्नको समय हामीले पञ्चाङ्ग विनायक समितिले हामीले निर्णय गरेर समाजलाई पठाएका छौँ। यसमा विशेष गरेर 11:53 त्यो साहित्य पर्खिनलाई दिनभरि तपाईँले बिहानैदेखि टीका लाउन सक्नुहुन्छ, कुनै दोष छैन। धेरैले विशेष गरेर 11:53 किन पर्खिने भनेर सोध्नुहुन्छ। दशमीको देवी विसर्जन बिहानको समय गरिसकेपछि तपाईँले दिनभरि टीका लाउन सक्नुहुन्छ। र यस अथवा 5 दिन पनि कोजाग्रत पूर्णिमा छन्, तपाईँले धुमधामका साथ कोजाग्रत पूर्णिमाको दिन भगवती महालक्ष्मीको पूजा गरेर यो 15 दिनको दुर्गा पक्ष विसर्जन गरिन्छ र नवदुर्गा भवानीको पूजा प्रार्थना उपासना गरिन्छ। पूर्णिमा दिन कोजाग्रत भगवतीको पूजा गरिन्छ। त्यसकारणले कोजाग्रत पूर्णिमा हाम्रो लागि सबैको लागि सार्थक, सहज र साम्य बनोस्, सुखमय बनोस्, यिनै भावका साथसाथै हामी
विशेष गरेर भगवतीको प्रार्थना गरौँ, पूजा गरौँ र नवदुर्गा भवानी कृपाले हाम्रो जीवनमा सुख शान्ति समृद्धि प्राप्त होस् भनेर प्रार्थना गरौँ। यो दिव्य भाव छ। त्यसकारणले भगवती महाकाली, महालक्ष्मी, महासरस्वती, प्राम्बा, राजराजेश्वरीको पूजा स्तुति प्रार्थना गरेर जीवनमा सार्थक बनाऊ, सफल बनाऊ र जीवनलाई ऊर्जाशील बनाऊ। भवतु सर्वमङ्गलम्।